नमुनाहरू हराउला है हराउला म जस्तै पनि दौरा दौरा को छिटो ए दौरा या दौरा दौरा पानी हारिसमा गएर नै नि हेलो गुड मर्निङ वेलकम ब्याक टु माई न्यू भिडियो सबैजनालाई फेरि पनि स्वागत छ भरतमा आएको सबैजना सन्चै हुनुहुन्छ सन्चै छु आज लिएर आएको छु नयाँ नयाँ भिडियो यसरी जा रहे हम हरियो डारा आज साउने सङ्क्रान्ति म फ्रेस भएर यसरी हिँडिरहेको छु बेदानोला साउने सङ्क्रान्तिको सबैजनालाई धेरै 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 शुभकामना भन्दै यसरी बसिरहेको छौँ यसरी लडी छिटो आएर यसरी बस्ने हो सरल लागेर पढ्न जान्छु सिधा मेरो सर अनि म खतरा भएर जान्छु उता भए यसरी मेहन्दी भरेर मैले चुरा लाउनु लागि चुरा यसरी मैले साउनको महिनालाई चाहिँ असारको महिना भने साउने झल्टे म यहाँ छु खतरा भए आज त पानी आउनु क्या क्याङ कराङ कराङ गर्छ चर्को खानु चक्क लाग्छ कति बेला कराङ 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 भन्छ आज पानी आउँदैन अब अझ साउनको महिना लाग्यो अब पानी आउन रोपाइ बन्द सबैजनाको भ्याइ होला भन्ने लास्ट आज साउनको महिना मान्छेहरू मन्दिर गयो होला हामी यसरी पारामा यहाँबाट खसेपछि के हुन्छ लुटिन्छ यसरी खसेपछि तपाईँ सिसा खाएर सिसा लगाइदिनु खतरा के खतरा यसरी रोप्नु भए ड्रम कति बेला भरिन्छ फेरि यो भनेको यहाँ बस्दा 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 हैरान भइसक्यो भन्ने कुरो के खतरा देखिन्छ नि यता माथिको भ्यूहरू त्यो जम्म परेको ठाउँ जानु मलाई त्यो कत्र्याङ गर्ने ग्राउन्ड चाहिँ क्या त्यो डाँडामा जान मन छ म जान्छु कुनै दिन टाइम मिलेसम्म म अलि बिजी छु नि त म धेरै काम गर्छु त्यही भएर आज हामी सरल लगाएर घुम्न जान्छौँ होला घुम्न गए पनि सरल भिडियो बनाउँछु सबैजनाले हेरिदिनु होला राम्रो नभए पनि राम्रो मानिदिनु होला राम्रो नभए पनि राम्रो मानेर हेरिदिनु होला ए राम्रो हुन्छ भनिदिनु हुने सक्छु हामी यस्तो छौँ सरल देखाउँछु है त सरल लागेर यस्तरी गर्दैछु जग्गामा सामानहरू
ठाउँमा छु गाइजमा रेडी भएर फेरि जाँदैछु यता लास्ट ढिलो भयो यस्तो चाहिँ ढिलो ढिलो भयो बेला फेरि अटो पाइने कस्तो रिस उठ्छ जब चाहिने त्यति जाने भनेर भन्छ जब हतार हुन्छ त्यति बेला पाइन्न जाँदैछु म सर लागेर जाँदैछु पढ्न तर आज कोही पनि आउँदैन त्यहाँनिर साथीहरू बेक्लै हुन्छु क्या हो पर्खामा गयो एउटालाई मुद्दा हाल्नु जस्तो लाग्छ अहिले लास्टै भइसक्यो लास्ट रिस उठिसक्यो ह्याबिसबाट जान दिन्छ होला जस्तो लागिरहेको म आज घन्टादेखि जान्छु म सर घन्टाबाट पनि भित्रबाट पनि आउनु दिँदो रहेछ तर आएँ मलाई यसरी गेट खुल्ला गरिदिन्छन् मान्छेहरू अग्दै गएर घन्टाघर बन्दै छ राम्रो कस्तो बन्ने भन्ने थाहा छैन जाँदैछु एक्लै अन्त बुझ्छ राम्रो रहेछ आखिर म घन्टाघरको फिल्ड घन्टाघर बन्दैछ है घन्टाघर बन्दैछ So guys, masaya lagi ako. Tibay ba? अटो कुर्दा त अहिले त म त पुग्नै लाग्यो त आफ्नै खुट्टाले पैसा नि बच्यो भन्दै क्या पैसा नि बच्यो अटो हेर न अहिले यस्तै लचको लाएर आएको छ देखिहाल यो अटोलाई मैले यस्तै मैले हानेर यतातिर गराएको छु मैले अब देख्छु त्यो त्यसले दौडिन्छु म एकले बोला जस्तो हिँडेछु फ्याङ 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 हिँडिरहेको छु खाली रहेछ कोही किन्न आउन चाहनुहुन्छ भनेदेखि यस्तरी जाँदैछु यहाँ तिम्रो भाइहरू त्यहाँ पुगे मलाई सरर घन्टा गेट पुग्दै पुगे है त म पुगे हेलो सो गाइस हामी जान लाग्छौँ आज त हामीलाई सही पार टक्क लागेर जान घुम्न आज फेरि साउन सङ्क्रान्तिमा भन्ने यस्तो चाहिँ हेरेर भन्छ साउन सङ्क्रान्तिमा हामीलाई लगाइरहेछ हामी जान लाग्छौँ सरर त्यसरी जान लाग्छौँ यसरी आउनुपर्छ हामीलाई लिन जिन्दगीको गोरेटोमा त्यसै भनेको को त्यो अन्त नि भन्न त मिल्यो नि हो कि न बस बाबु गएर फाइनली सबैजना भेट भयो सबजना भेट भयो सुरु जान लाग्छ हामी हेर्नु परेर खान्छ सरर डनहरू म यसरी अगाडि हिँड्छु यिनीहरू देखाउनु पर्यो कि पछाडि थियो भने अगाडि मिलाइ गएको छैन कि छैन नि त यहाँ त खाने हो निकालिदिनु जामा यहाँबाट अब एकछिन दोकान निकालेर भेटाउनु परेन पहिला जान लाग्छौँ के अरे मन्दिर गएको थियो भन्दा स्कुलमा गएको थिएँ त्यस्तो राम्रो देखेको त तिमीहरू त्यस्तो राम्रो देखेको त तिमीहरू
ओके कस्तो राम्रो देखेको राम्रो देखेको मिना बरु मिनाले के लगाएर आएको छिन् बरु आज नबोलेर हिँड्दै क्या नबोले अब अर्को साथीलाई देखाउँछु अर्को साथी भेटेपछि देखाउँछु है जाँदैछौँ हामी शहीद पार्क यसरी मिलाऊ प्यारी पुरी भेटवा यसरी भेटवा केटीको ग्याङ हो क्या आफै जानला तर पानी पर्न लाग्यो छाता ल्याएको छैन होला गहिले पनि तर त्यो माथि डाँडामा गएर कस्तो रमाइलो हुन्थ्यो पुरै छोडेर डाँडामा कुनै दिनको भन्ने राम्रो लोटाइदियो ल है मलाई 6-7 चोटि गरिलेर आङमाथि आङ बसेर मान्छे बसेर जान्न छ नानी यसरी उसले माथि जान्न त त्यहाँबाट हिँड्नु पर्छ त कति धेरै थाहा छैन है त्यो त अरू टिकट काट्नुदेखि माथि र धेरै त नि हामी टिकट काट्छौँ त लैदिनु न त्यहाँ यताको टिकट काट्छ लैदिनु न के पो भन्नुहुन्छ हजार पुरै गर्न पाइन्छ अरे ए कहिलेदेखि यो त्यस्तो भएको ए टिकट भन्दा धेरै फाइन दिइरहेको बाबा फाइन दिएन भन्दा अस्ति नै आउँदाखेरि कस्तो पुरै ऊ भएको थियो अहिले हरियो भयो क्या कम्पिटिसन बहिनी चुप्प छिनु त अर्की बहिनी दीक्षित जस्तो हो क्या नबल्ने बसिदिने ऊ यहाँ होइन र सुशीला काक्रा हो के पलेको यहाँ भ्याइएको क्या ऊ यहाँनिर कहाँको यहाँ हो कि ऊ यहाँको कति नजिकै थियो क्या जोडा जाने त आज उसलाई त बहुत हेरे त हेरिहाल्छ नि गाईहरूले मान्छे यस्तरी आइसक्यो यस्तरी एउटालाई मात्रै खोज्नु पर्छ अरूलाई खोज्नु पर्दैन अरू केटी यस्तो डाइट गर्दै रहेछ त गरे हामी पुग्यौँ शहीद पार्क यस्तो प्याक छ मान्छेको फर्किन लाग्यो हाम्रो पैसा भ्याइयो पैसा किन आएको तिमी राज भन्ने के गर्नु आएको रे यता पनि जोडी मेरोमा त्यस्तै जोडी छैन के रे मेरोमा जोडी छैन आइदेऊ त कोही यता पनि जोडी यता पनि जोडी बिचमा आएर के अरे फेरि भन त
फेरि भन त खुर्सानीको बुट्टामा झुन्डेर मर्छ अनि चम्चा पानीमा डुबेर मर्छ यस्तो गाह्रो छ नि त जोडी नभएपछि त एक्लै हिँड्नुपर्छ यता दुईजना किन यस्तो जानुपर्छ यो टिकट पहिला त माथि लैदिन्थ्यो क्या धेरै भयो भने हो कि नै पर यो रोड पहिला यहाँ कस्तो उठ्यो नि पानी म एकैचोटि आन्दिँदै थियो यहाँ हिलो के जाली यति अग्लो लगाएको छिरै एकचोटि नि सुरुमा नि अनि हामी है कापुगेती भन सुरुमा भक्क त्यो भएको थियो क्या यहाँदेखि आएको पछि अत्र ठुली सिन होइन बराबर देख्नु नमुनाहरू आओ पुरै ग्याङ पुरै पता जोरी मिलाए म मात्र एक्लै यिनीहरूको भिडियो बनाउँदै हिँड्ने डरै माने होइन त्यो बच्चाले पछाडि फत्त हुन्छ भने कसलाई हेलो भनेको हेलो बाटोमा जो जान्छ नि राम्रो राम्रो मान्छेलाई यिनीहरूको हिँडा यस्तो गरिदिनु पर्छ पछि काटेर हाल्नु मजा आउँछ किन मैले हाल्छु त्यो एउटा भिडियो त्यस्तो पुरै मान्छेको भए थाहा पाएको थिएन यिनी पानीपुरीको ऊ के अरे भोगी एउटा यता छ फेरि चाउमिनको चाउमिन मलाई चाउमिन पनि मन पर्दैन पानीपुरी पनि मन पर्दैन कालो बाटो त्यो रोगामा कालो बाटो थियो देखाउँला तिमीलाई यिनीहरू के यिनीहरू आइजाऊ बहिनीहरू म त दिदी सक्दिनँ सबले देखाउनु परेन अलमोस्ट धोयो गरेपछि मान्छे कस्तो भिड होला आज त्यहाँ पैसा त छोप्या कि मेरो छोराको मोबाइल त्यहाँदेखि त सुरु लाग्छ नो पार्किङ फाइनल्ली हामी पुग्यौँ साइड पार्क यता चाहिँ एउटा स्यासेर फ्याँक्यो यसले दौडाइन के बिस्नाले यस्तो मान्छे प्याज छ क्या धेरै छ नि आज कति धेरै हो कि फोटो खिच्ने क्यामेरा पार्नु भन्ने कि कोही चिन्ता जना तिनीहरूलाई हेर न मान्छे हराउला है हराउला म जस्तै फेरि झुक्केला भाइ हराउला है हराउला भाइ कस्तो भिडो अनि मान्छे हेर त आज टाढो हराउला नै तिमी धेरै पछि आइज उसो भए धेरै पछि आइज धेरै कति धेरै हो क्या मान्छेहरू आज के गर्ने हो के गर्ने हो यस्तो फोटो सुट चल्दै इधर 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 भन न जाऊ जाऊ पानी खाऊ आमाको हातदेखि पानी खाऊ अनि टन्न हुन्छौ एउटै खाली छ त यहाँ तरख रहे तुमी गर्नुभयो आज कोही नआएको म एक्लै थिएँ अगाडि बसेको हो त तिमीलाई त साउन्डको मेला लागेको छ भन्नुभएको छ लगाँदै चुरा त्यहीँ छ एउटा हातमा मात्रै हो त
म त कहिन यस्तो गरेर कालो बाटो ल देखाउ सबले देखाउ गराएको छैन मैले त मै मात्रै हुन नगराउने भनेको त्यस्तो गर न नङ छ र पुट गराउँछु छ्या यस्तै जाम दामहरूको मैयाहरूलाई हजुरहरू यसरी जान्छ एक्लै हुनुको पीडा के हो मलाई चुप्पा मेकअप गरेर राख्छ बिगार्दै मेकअप गरेर राख्छ हेर है कस्तो राम्रो भएको क्या गरेर काले बाटो थियो त्यहाँ बस्न मिल्दैन अङ्कलले भनिराख्नु भएको अहिले लट्ठीको जाउँछ त्यो बच्चालाई चोरेर ट्याक्क घर लगाएर बन्द कोठामा राखेर पाल्नु परेका बहिनी ऊ तिनीहरू हामी सँग इक्जाम दिन गएको होइन इक्जाम दिन गएको त हामीसँग हाँसिहालेको तिनीहरू त्यही त भनेर एउटालाई मैले भेटाएको थिएँ कि बिहान मन्दिरमा ग्याङ हेर न हाम्रा ग्याङ यता हेर सबले सबै काम भयौँ हामीले अब फोटो खिच्न मात्रै बाँकी छ फोटो खिच्न हामी लाज लाग्यो भन्नु यो देखेर हो कि हेर्नु न यो अङ्कलले क्वालिटी भन्छ लाज लाग्यो लाज हेर हेर है के हो पुरै मान्छेहरू छिटाउ न मिना क्या छन्दै आऊ तिमी ती तिनीहरू छैनन् क्या पर पुरै सोह्र मौसममा किन रहनु फेरि राम्रो हाम्रो माथिबाट गराएर पछि हाल्न सही हुन्छ कि यस्तो माथिबाट गराउनु यस्तो मुखी गराउनु अहिले मलाई यस्तो झ्याउला चटपटी खान नपाएर हो कि ए एउटा कुरा भन्छ म यो क्यामेरा बन्द गरेपछि एउटा कुरा हुन्छ है मैले रोक न क्यामेरा खोज्दा एउटा क्यामेरा कोही मान्छे फोटो भन्छ नि त आज त्यो फोटो भन्नु पनि आएन दाजुलाई पैसा धेरै भएर होला कि पैसा धेरै भएर हो कि अब चटपटी खाने पैसा धेरै आज बढी भए बढी साउने सङ्क्रान्तिमा साडी लगाएर आछन् मान्छेहरू के भयो हरियो हरियो जतासुकै ए बाबु तिनी अन्त बाबु राम्रो भनेर हो कि एक्सिडेन्ट होला फेरि बोल है मलाई बोल्नै आउँदैन तपाईँ बोल्नु न कस्तो हाम्रो दिदी गइराख्नु भएको छ फोटो खिच्नलाई हल्का राम्रोसँग पोज गर्नु न कस्तो हिँडेको के धेरै धेरै आज कति धेरै मान्छे हो कि पोजको के अरे स्टेप बाई स्टेप सिकाउनु बाउ डिम्पल त खतरा पर्छ रहेछ त पुरै पुरै आएर मान्छेको उदुम हेर त मेरो रोग रोग दौरा दौरा कोचिटो ए दौड्यौ या दौरे दौरा पानी हारिस न गएर नि सब दौरान पानी आएर बाबे मेरो मालमा हाल्ने हो खै कहाँ जानुभयो यहाँ आउनु न यहाँ मेरो माल्ने भिजायो कि मलाई
अनि त्यो हो हेर्दा अघि बस्नु थियो मेरो मलाई भिडियो मेरा मन को बहारा था सधैँ बिजी बिजी माया माया आई bawa karo buka daya banyak यहाँ पैसा 50 रुपियाँ गयो 5000 ओइ मोबाइल ल आएको छ 50 रुपियाँ ए लौ दुईजनाको ए देऊ त छिटो पैसा भ्याइयो आइ हामी यो रिचोमा पुगिन अब रुममा जान्छौँ छिटो देऊ न यस्तरी जान लाग्छ हाम्रो ग्याङहरू सबैजना हिँडै सबैजना हाम्रो रुममा यस्तरी जान लाग्छ यस्तरी बहिनी अब सारा रुममा जान्छु अनि बाई बाई थ्याङ्क यू सो मच फर वाचिङ भिडियो सबैजनाले माया गरिदिनु लाइक कमेन्ट सेयर गरिदिनु